वांगासुरभववार्जर्वान्न पृथुर्भव सुखदस्तमग्ने पुरीखवाहणः अग्निज्योतिर्ज्योतिरग्निः स्वाहा सूर्योज्योतिः सूर्य स्वाहा इदगुं हवे प्रजननं मे स्तुतसवीरगुं सर्वगणगुं सुस्तये आत्मसनि प्रजासनि पशुसनि लोकशन्यभयसनि अग्निः प्रजां बहुलं वे करतो अन्नं पयोरेतो स्मा सुदत्ता हुन्छ छुँदा भइहाल्छ वर्ष भएपछि भइहाल्छ सबैले पालो पालो गर्नु न नभए हो त्यसरी कसैले अलिकति जलाउने कसैले 100-150 एउटा जलाउने फेरि अर्कोले त्यहाँदेखि यता पनि जलाउन कान्छौँ ल यसो माताजी सीताले यसो पूजा गर्नु इदं विश्वोर्वितग्रमे त्रिदानि तदेवदम्म समयम शिवागं सुरे स्वाहा तिलको मात्रै अक्षताले फूल पक्रिनु फूल हाल्नु हुँदैन पुष्प हाल्नु हुँदैन तिलको अक्षता भनेको तिलको मात्र केवल तिलको अक्षता ओम इदं विश्वोर्वितग्रमे त्रिदानि तदेवदम्म समयम शिवागं सुरे स्वाहा ओम अच्युताय नमः दामोदराय ऋषिकेशाय नमः पद्मनाभाय नमः अदक्षजाय नमः हरये नमः विष्णवे नमो नमः ओम इदं ओम अच्युताय नमः दामोदराय ऋषिकेशाय पद्मनाभाय अदक्षजाय नमः हरये नमः विष्णवे नमः तिलाक्षदान पुष्पाणि समर्पयामि माताजी ए हजुरआमा सुन्नु त अब नि तिलानी पानी सोरी एउटा कुसी लिएर घुमाइदिनु एउटा पैसा पनि लिएर पानी पक्रिनु ल घुमाएर यानी गानी चाहिँ पापाले अहिले परिक्रमा आरती गरेर गरौँ न यानी गानी चाहिँ पापाले जन्मान्तरको दानी दानी सर्वाणि सन्तो प्रदक्षिणा पदे पदे कुसलेर पानी आत्रेय गोत्रोत्पन्न सबैले अहिले चाहिँ आफ्नो पत्नी आफ्नो छोराछोरीको नाम लिउँ ल अहिले आत्रेय गोत्रोत्पन्न आत्रेय अर्चने समान्द्रवासने शाखाध्यायी भ्राता भ्राता पत्नी सहितस्य आत्मा भार्या भगिनी बन्धुवर्गादि सहितस्य अखिल कुलकुटुम्बादि सहितस्य हेमराज कर्कटराज सरिस्य स आत्मा भार्या हिरण कुमारी नाम देव्या सहितस्य हेमराज शर्मा ममा भन्नु गृहे श्रीमद् समस्त पितॄणां तथा आत्मकल्याणार्थे श्रीमद्